स्वागत छ सबैजनालाई आजको यस भिडियोमा। हामी थ्री आउटसाइड अप र थ्री आउटसाइड डाउन क्यान्डलस्टिक प्याटर्नको बारेमा अध्ययन गर्नेछौँ। हिजो हामीले इनसाइड अप र इनसाइड डाउनको बारेमा अध्ययन गरेका थियौँ भने आज हामी आउटसाइड अप र आउटसाइड डाउनको बारेमा अध्ययन गर्नेछौँ। यी दुवै क्यान्डलस्टिक प्याटर्नहरू अब रिभर्सल क्यान्डलस्टिक प्याटर्न अन्तर्गत पर्ने गर्दछन् र यिनलाई हामी जापानिज क्यान्डलस्टिक चार्टिङ टेक्निक अन्तर्गत हामीले चाहिँ प्रायः जसो यी क्यान्डलस्टिक प्याटर्नहरू धेरै जसो जापानिज क्यान्डलस्टिक चार्टिङ टेक्निकहरूबाट आएको हुन्छ। अब सर्वप्रथम हामीले थ्री आउटसाइड अप भनेर तपाईँले टर्मदेखि नै यो नामदेखि नै सुन्नुभयो होला। आउटसाइड अप भने माथि बढेको होइन, अगाडि सानो घटेर पछाडि एउटा ठुलो हरियो भन्छ अनि त्यो बनेको क्यान्डलस्टिक प्याटर्नलाई हामी थ्री आउटसाइड अप भन्ने गर्दछौँ। अनि त्यस पछाडि थ्री आउटसाइड डाउनको पनि ठ्याक्कै उल्टो अगाडि हरियो भनेर अनि पछाडि दुईटा क्यान्डलस्टिक प्याटर्नहरू घट्दै घट्दै गइरहेको कुरालाई हामी आउटसाइड डाउन भन्ने गर्दछौँ। र हजुरहरूलाई यी कुराहरू कस्तो लागेको छ, जस्तो लागेको छ त्यस्तै सल्लाह सुझाव दिनु होला। ल हामी अब थ्री आउटसाइड अफको बारेमा छलफल गर्दै गर्दै जानेछौँ। ल यहाँनिर हेर्नुहोस्, म यहाँ केही कुराहरू बनाइदिनेछु र तपाईँहरूले ती कुराहरू आफूलाई चाहिँ आफूले सिक्नु होला। तपाईँहरूले जति अध्ययन गर्नुहुन्छ तपाईँहरूलाई त्यति नै फाइदा हुनेछ। ल यहाँ हेर्दै हेर्दै जाउँ है त। हामी सर्वप्रथम थ्री आउटसाइड अफको बारेमा अध्ययन गर्दै जानेछौँ र आउटसाइड अफ क्यान्डलस्टिक प्याटर्न के हो र यसले कसरी काम गर्छ भन्ने कुरा हामी थाहा पाउनेछौँ। ल है त साथीहरू। म त्यो क्यान्डलस्टिक प्याटर्नहरू यहाँ खोज्दै खोज्दै जानेछु। ठ्याक्कै त्यस्तै बनेको भए चाहिँ म हजुरहरूलाई अलिअलि यो बन्न खोजे रहेछ है। यो चाहिँ ल आउटसाइड डाउनको बारेमा बन्यो होइन। हामी आउटसाइड डाउनको बारेमा हेर्छौँ, त्यस पछाडि हामी अर्को क्यान्डलस्टिक प्याटर्नको बारेमा हेर्दै जानेछौँ है। आउटसाइड डाउन कस्तो भनेपछि यो चाहिँ अप ट्रेन्ड बढिरहेको बजारपछि चाहिँ बन्ने क्यान्डलस्टिक प्याटर्न हो। अनि यसले के कुरा सङ्केत गर्छ भनेपछि हाम्रो अब बढिरहेको बजार चाहिँ घट्न सक्छ भन्ने कुरा यसले सङ्केत गर्ने गर्दछ। यी कुराहरू हामी हेर्नुपर्छ र यो चाहिँ के हो भने बुलिस बियरिस रिभर्सल प्याटर्न हो र प्रायः जसो यो चाहिँ अब एउटा इन्गल्फिङ भर्जन बन्न सक्छ भन्ने कुरा कन्फर्म गर्न सक्ने प्याटर्न हो। यो क्यान्डलस्टिक प्याटर्नमा के भन्छ, कस्तो हुन्छ भन्ने कुरा यसमा चाहिँ कस्तो हुन्छ भने पहिलो क्यान्डल चाहिँ बुलिस क्यान्डल बने हुन्छ, हरियो क्यान्डल यहाँनिर फर्म भयो। मैले अनि हामी कहाँ हेर्दै थियौँ, ठ्याक्कै हरियो क्यान्डल भयो, दुईटा रातो बनेको है अगाडि यहाँ थियो होइन। अगाडि हरियो क्यान्डल फर्म हुन्छ अनि बडी बडी भने यो बडी भन्छ हामीलाई। बडी चाहिँ यतिकै ठुलो हुन्छ र दोस्रो क्यान्डल के हुन्छ, बियरिस हुन्छ, रातो क्यान्डल हुन्छ। जसले चाहिँ पहिलो क्यान्डलको बडीलाई चाहिँ लगभग लगभग इन्गल्फमै गरिरहेको हुन्छ होइन। अनि त्यस पछाडि यहाँ पुरै इन्गल्फ गरेको हामीले त्यो प्योर क्यान्डल भेटाएन अनि त्यही भएर यो क्यान्डल लिएको। अनि तेस्रो क्यान्डल चाहिँ बियरिस क्यान्डल हुन्छ र जसले गर्दा चाहिँ अब दोस्रो क्यान्डल भन्दा पनि तल गएर क्लोज हुन्छ। अनि त्यस पछाडि चाहिँ योभन्दा तल गएर बन्द हुने गर्छ र त्यसलाई हामी अब कन्फर्मेसन जस्तो गरेर हामीले चाहिँ बुझ्न सक्छौँ। र यसले के कुराहरू सङ्केत गर्छ भने अप ट्रेन्ड समाप्त भएर डाउन ट्रेन्डतर्फ बजार गएको कुरा हामी बुझ्न सक्छौँ र बजारमा चाहिँ बायरहरू भन्दा सेलरहरू हाबी भएको र सेलरहरूले चाहिँ मार्केटलाई डोमिनेन्स गरिरहेको कुरा हामी बुझ्न सक्छौँ र स्ट्रङ सेल कन्फर्मेसन सिग्नल सहित आइरहेको छ भनेको यहाँदेखि यहाँसम्म मानिसहरूले प्रफिट बुक गर्दै गर्दै तल सेल गरिरहेको कुराहरू हामी यसमा बुझ्न सक्छौँ। अब थ्री आउटसाइड अफ बुलिस क्यान्डलस्टिक प्याटर्नको बारेमा हेर्छौँ भने
थ्री आउटसाइड अफ बुलिस क्यान्डलस्टिक प्याटर्न हामी यहाँ खोज्दै जान्छौँ अनि त्यो ठ्याक्कै भेटियो भने हामीलाई एकदमै सहज हुनेछ है त। ठ्याक्कै सेम टु सेम ल यहाँ पनि ल यहाँ पनि भेट्यो है। ल यसैलाई हामी बुझौँ ठ्याक्कै त यहाँ भेटिएन है, यसैलाई हामी बुझ्ने गर्दछौँ र फेरि आउटसाइड अपमा चाहिँ हाम्रो के हुन्छ भने अब जस्तै અહીં चाहिँ हामी अप ट्रेन्ड पछि चाहिँ बनिरहेको बजारलाई चाहिँ हामी आउटसाइड अप भन्यो भने अब यहाँ चाहिँ आउटसाइड डाउन चाहिँ डाउन ट्रेन्ड पछि बनिरहेको बजारलाई चाहिँ हामी अनि आउटसाइड अहिले चाहिँ हामीले डाउनमा थियो भने अब आउटसाइड अपमा चाहिँ अब के भयो डाउन ट्रेन्ड पछि बनिरहेको बजार बुलिस रिभर्सल प्याटर्नलाई हामी यो क्यान्डलस्टिक प्याटर्न अन्तर्गत हेर्ने गर्दछौँ र यसमा के हुन्छ भने प्रायः जसो यो अगाडिको रातो क्यान्डललाई पछाडिको हरियो क्यान्डलले इन्गल्फ गरिरहेको कुराहरू यहाँ हामी देख्न सक्छौँ। यो टक्कै अब जस्ताको त्यस्तै एक्सप्लेन गर्ने नेप्सेमा चार्टहरू नआएको कारणले भन्न सकिएन होइन, जसमा चाहिँ हाम्रो पहिलो क्यान्डल के भन्छ बियरिस एकदमै रातो क्यान्डल भन्छ र दोस्रो क्यान्डल के भन्छ ठुलो एकदमै बुलिस हरियो क्यान्डल भन्छ, जसले गर्दा चाहिँ पहिलो क्यान्डलको पुरा बडी नै उसले चाहिँ इन्गल्फ गरे हुन्छ। जस्तै भन्न खोजे पहिलो क्यान्डल बडी यो बडीलाई चाहिँ यसले ढाकेर इन्गल्फ गरिरहेको हुन्छ र त्यसको साथ तेस्रो क्यान्डल चाहिँ अर्को बुलिस क्यान्डल बन्ने गर्दछ र जुन चाहिँ दोस्रो क्यान्डल भन्दा पनि माथि बन्द हुन्छ र कन्फर्मेसन दिन्छ भनेको दोस्रो क्यान्डल भन्दा माथि बन्द भएर कन्फर्मेसन दिन्छ र यसले के सङ्केत गर्छ भने बजार डाउन ट्रेन्ड समाप्त भएर अप ट्रेन्ड सुरु हुन्छ भन्ने कुरा यसले सङ्केत गर्छ। भनेको बजार अब घटिरहेको बजार यहाँदेखि यसरी तल तल गइरहेको बजार यहाँदेखि यो घटेर यहाँदेखि आएर माथि बढ्न सक्छ भन्ने कुरा यसले सङ्केत गर्दछ र बजारमा चाहिँ सेलरहरू भन्दा बायरहरूको डोमिनेन्स अलि बढी भयो अनि बायरहरूले चाहिँ मार्केटलाई डोमिनेन्स गर्दै गर्दै गए भन्ने कुरा यसले यहाँ देखाउन सक्छ। त्यस पछाडि यसले यहाँ के गर्छ भने स्ट्रङ बाइङ कन्फर्मेसन भने अब हामीले सेल सिग्नल जस्तै हामी अर्कोमा चाहिँ अपसाइड डाउनमा चाहिँ सेल सिग्नलको कुरा गर्थ्यौँ भने यसमा चाहिँ बाई सिग्नलको कन्फर्मेसन हो भन्ने कुरा हामी बुझ्न सक्छौँ। जसले गर्दा अब एउटा टेक्निकल एनालाइसिसमा यी कुराहरू पोर्यालिटीको आधारमा चल्ने गर्दछ र पोर्यालिटी भन्ने कुरा 100% 100% सही हुन्छ भन्ने कुरा त हुँदैन। अनि ती कुराहरू हामीले बुझेर काम गर्नुपर्छ र यी कुराहरू मैले आफ्नो पर्सपेक्टिभको एनालाइसिस गरेर भनिरहेको छु र यी कुराहरूलाई हजुरहरूले कुनै रिकमेन्डेसनको रूपमा पनि नलिनु होला र टेक्निकल इन्डिकेटरमा पुरै भर चाहिँ नपर्नु होला, किनकि एउटा हामीले अध्ययन गर्दै जाँदा यी सबै क्यान्डलस्टिक प्याटर्न भने हाम्रो बायर र सेलरको डिमान्डको आधारमा यी कुराहरू बन्दै बन्दै जाने हो र बायर सेलर अब कस्तो छ ती कुराहरूले यसलाई असर गर्छ। हजुरहरूलाई आजको भिडियो अब कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझावहरू दिने होला र यी टेक्निकल इन्डिकेटरहरू प्रयोग गर्दा हामीले चाहिँ भोल्युम हेर्नु पर्यो, सपोर्ट रेसिस्टेन्सहरू हेर्नु पर्यो र आरएसआई एमएससिडी इन्डिकेटरहरू हेर्ने अनि त्यसरी फल्स सिग्नल भने कहिलेकाहीँ अब ट्रेडिङ इन्डिकेटरहरूले फल्स सिग्नल पनि दिन्छ जसमा चाहिँ हामी स्टप लसको प्रयोग गर्नुपर्छ। अनि अब कस्तो भनेपछि फेरि हामी यसैमा हेरौँ अब थ्री इनसाइड अपमा चाहिँ हाम्रो के हुन्छ भने थ्री इनसाइड अपमा चाहिँ हाम्रो हरामीबाट सुरु हुन्छ भने थ्री आउटसाइडमा चाहिँ इन्गल्फिङबाट सुरु भएको हुन्छ अनि अब यो चाहिँ रिभर्सल पनि हो, अलि मध्यम बलियो हुन्छ इनसाइड अप इनसाइडको होइन, तर आउटसाइडको चाहिँ बढी बलियो पनि हुन्छ र रिभर्सल हुन्छ र दोस्रो क्यान्डल सानो हुन्छ भने यसमा चाहिँ आउटसाइडमा चाहिँ दोस्रो क्यान्डल ठुलो हुन्छ। हजुरहरूले यी कुराहरू बुझ्नु भएन भने कमेन्ट गर्नु होला, म अझै बुझाउने तरिकाले भिडियोहरू लिएर आउनेछु। हामीले डबल टप र डबल बटमको बारेमा त सायद हेरिसकेका छौँ र अरू क्यान्डलस्टिक प्याटर्नको बारेमा हामी अध्ययन गर्नेछौँ। मलाई चाहिँ हजुरहरूको सल्लाह सुझाव चाहिरहेको छ। ल हस् त, धन्यवाद।